हेलो गाइज सबैजनालाई नमस्कार। म चाहिँ अब साधारण सभामा जान लागेको महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभामा जान लागेको। सबैजनाहरूले साडी लगाएर जानुभयो, तर म चाहिँ अलिकति सन्चो छैन नि त, तर साडी लगाउन मन लागेको छैन। अलिक चिसोको कारणले गर्दा है मलाई अलिक गाह्रो छ। ड्रेसअपमा जाँदैछु। अब चाहिँ है तयार भइसकेँ म चाहिँ आएको किन वरिपरिको जङ्गल आएको त्यहाँनिर त कस्तो राम्रो कति राम्रो सिन देखेको क्या है गाइज। यस्तो राम्रो आयो कि अझ ट्याक्क लाएर यस्तो राम्रो फुस्टेटर अब हामी त्यहीँ पारि जाने गाइज। हामी चाहिँ फुस्टेटर बजार आइपुगिसक्यौँ। यता चाहिँ कान्छ्यामा र चमेली काकी आउँदैछन् मेरो ब्लगमा। हाम्रो चाहिँ पुरानो भानु नगरपालिका कार्यालय फुस्टेटरमा पुरानो यो पुरानो भानु नगरपालिका हो नि त पहिलाको। गाडी आउँदैछ, कस्तो राम्रो देखेको आमामा भ्यू कति राम्रो देखेको। उता चाहिँ कार्यक्रम सुरु भइसकेछ। मेरो युनिका कुमाल युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु है। मसँग कार्यक्रममा बनाइसकेँ। कस्तो राम्रो देखेको है आमामा फुस्टेटर बजार। हेलो, हामी चाहिँ यता कार्यक्रम स्थलतिर आइपुग्यौँ। अहिले चाहिँ मौन धारणा हुँदै रहेछ। यति बेला चाहिँ हामी चाहिँ कार्यक्रम स्थलमा आइपुगिसक्यौँ। धन्यवाद। चटपट पसल रहेछ मेरो ब्लगमा हेर्नु है। भाइरल गर्नु तपाईँको चटपट पसल, मिठो चटपट पसल। त्यसमा चाहिँ कार्यक्रम सञ्चालन हुँदै रहेछ। यसै गरी म आसन ग्रहणलाई जोड्न गइरहेको छु। पूर्व सञ्चालक समिति हेलो, मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर है। यसै गरी म आजको यस 26औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन एवं नीति तथा कार्यक्रम महिला विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्न छरलिएका दिदीबहिनीहरूलाई पुरा बुझाइ सुरुमा 5, 6 र 7 मा 4-5 जनाको ससाना समूह गठन गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। बिस्तारै कार्यक्रमप्रति सकारात्मक धारणा महिलाहरूले लिए। बिस्तारै 1 देखि 8 वडासम्म समूह गठन गरी वडा स्तरको समिति गठन गरियो। पछि 2056 साल असोजको 2 गते जिल्ला डिभिजन सहकारी कार्यालय तनहुँमा 2056 साल असोजको 2 गते जिल्ला डिभिजन सहकारी कार्यालय तनहुँमा दर्ता गरियो। संस्था दर्ता भएपछि रु 2 लाख रुपियाँ मात्र बिल पुँजीको रूपमा निर्व्याजी परिचालन गर्न महिला विकास कार्यालय मार्फत संस्थालाई दियो। महिला विकासबाट लिएका 2 लाख फिर्ता गरी हाल आफ्नै सञ्चालन गर्दै आइरहेको छ।
र महिला विकास कार्यालय र युनिसेफको सहयोगमा दलित पिछडिएका महिलाहरूलाई महिला विकास आधारभूत जेन्डर स्वास्थ्य नेतृत्व विकास सम्बन्धी तालिमहरू दिएर महिलाहरूमा ठुलो योगदान पुर्याएको छ। हाल लैङ्गिक हिंसा निवारणका लागि महिला संस्थाहरूको एकीकृत विकास कार्यक्रम अन्तर्गत प्रत्येक वडामा निगरानी समूह गठन गरी महिला तथा बालबालिकामा हुने हिंसा विरुद्धको अभियान चलाएको छ। त्यसै गरी महिलाहरूलाई अन्य विविध सिपमूलक तालिम सञ्चालन गरी सिक्ने थप मौका र आय आर्जन वृद्धि गर्ने अर्को अवसर पनि संस्थाले दिँदै आएको छ। संस्थामा 3 जना कर्मचारी रहेका छन्, 1 जना व्यवस्थापक र 1 जना सहायक लेखापाल र 1 जना कार्यालय सहयोगी रीत अनुसार नियुक्ति गरिएको छ। हाल संस्थामा भानु नगरपालिकाको 1 देखि प्रस्तावलाई र भइरहेका कार्यक्रम के कस्तो भइरहेको छ, कसरी लैजाने भन्ने जस्ता कुरा बैठकमा राखी छलफल गरी समाधानतर्फ लगिन्छ। संस्थाले आम सदस्यहरूलाई अन्तर्जिल्ला भ्रमण गरेको छ। वार्षिक रूपमा साधारण सभा गरिएको छ। नारी दिवस साथै अन्य दिवसीय कार्यक्रमहरू पनि मनाउँदै आएको छ। यस्तै एक सेयर खरिद गर्न हिचकिचाउने दिदीबहिनीहरू आजको युवा अवस्थामा 1 लाखसम्म सेयर खरिद गर्न र 4 लाखसम्म नियमित बचत सङ्कलन गर्न सफल भएका छन्। यस्तै ससम्मान कार्यक्रम अन्तर्गत 2065 सालमा जिल्ला स्तरीय वृद्ध सम्मान, 2068 सालको खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा राम्रो साझेदारी, सस्ता सम्मान, पूर्ण खोप अभियानमा मायाको चिनो, 2073 सालको उत्कृष्ट महिला सहकारी संस्थाको रूपमा जिल्ला राष्ट्रिय स्तरमा र 2077 सालमा गण्डकी प्रदेशबाट पुरस्कृत भएको यस्तै विभिन्न सम्मानित कार्यक्रम र पुरस्कार प्राप्त गर्न सफल भएको छ। हाल संस्थाले 1 रोपनी 2 आना जग्गा खरिद गरी 2 तलाको पक्की भवन निर्माण गरिएको छ। सुरुमा 28 जनाबाट दर्ता भएको संस्था आज 1628 जना विपन्न सदस्य, दलित, जनजाति र अन्यसँग आफ्नो सेवा लिने र दिने काम भइरहेको छ। साबिक भानु गाविसको 1 वडादेखि 9 वडाभित्र सबै वडामा समूह समिति गठन गरिएको छ। आफ्नो सदस्यहरूलाई सहज सक्रिय बनाउन समूह समिति गठन संस्थाले विभिन्न तालिमहरू दिँदै समिति तथा समाज अनि व्यक्तिकै सामाजिक तथा आर्थिक विकासमा नौलो आयाम थपेको छ। सहकारीबाट व्यक्ति र समाजमा देखिन आएको यो नै एक सकारात्मक परिवर्तन हो। संस्थाको परिकल्पना भेदभाव रहित सबै समाजको सिर्जना गर्ने र यसका लागि महिला सशक्तिकरणमा जोड दिने। हाम्रो संस्थाको खान मन छ भने हाम्रो तथा सिपमूलक कार्यक्रमहरू सञ्चालन गरी विभिन्न यता चटपट पसलतिर आएर खाइदिनु होला। एकदम मिठो चटपट बनाउनुहुन्छ। रहेको छ। संस्थाले नियमित रूपमा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। संस्थाको शेयर सदस्यहरूबाट नियमित बचत कार्यक्रमहरू भइरहेका छन् र बचतको परिचालनबाट सही ढङ्गबाट आयमूलक क्षेत्रमा लगानी भएको छ। संस्थाका सदस्यहरूले विभिन्न तालिमहरू पाएका छन्, जस्तै समाज परिचालन, सहकारी व्यवस्थापन, लेखा, नेतृत्व विकास, निगरानी समूह सम्बन्धी योजना तर्जुमा आदि। कर्मचारी तथा सञ्चालकहरूबाट सहयोग प्राप्त गरेको छ। संस्थाको 3 कर्मचारीहरू रहेका छन्। जिल्ला स्थित सहकारी गैर सरकारी संस्थाहरूसँग राम्रो सम्बन्ध छ।
संस्थाले हाल भानु गाविसको सबै वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ। संस्थाले आफ्नो जग्गामा संस्थाले हाल भानु गाविसको सबै वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ र संस्थाको आफ्नो जग्गामा अहिले 2 तला भवन पक्की भवन निर्माण गरिएको छ। व्यावसायिक समूह पहिचान गरी कार्यक्रम सञ्चालन भइरहेको छ जाडोको कारणले गर्दाखेरि र यस वर्ष संस्थाले गरेका मुख्य कार्यहरू आर्थिक वर्ष 2081-82 को लेखा परीक्षण सम्पन्न। आज 26औं देख्दैन होला है 10 मिनेटको बनाउनु पर्यो आज त